नमस्कार साहित्यिक मनहरू, फेरि पनि यहाँहरूलाई स्वागत छ दिनेश सुवेदी फेसबुक च्यानल तथा चाहिँ दिनेश सुवेदी 2016 युट्युब च्यानलमा। र म मेरो साहित्यिक सिरिज को अन्तर्गतमा आज पनि म चाहिँ यो आज भर्खरै एकजना मेरो अनन्य मित्र, मसँग सँगै काम गर्ने कलिग साथी विजय तिवारी सरले चाहिँ ल सर यो समयको बारेमा केही लेख्न पाए राम्रो हुन्थ्यो भनेर चाहिँ कुरा गर्दै हुनुहुन्थ्यो र चाहिँ ल ठिक छ नि त, केही लेख्न मन लागिरहेको थियो। ल ठिक छ, सरले नै चुज गरेको यो समय भन्ने टपिकमा चाहिँ मैले आज भर्खरै बिहान चिया खाँदा यसो कोर्ने प्रयास गरेको छु। कस्तो भयो यहाँहरूले चाहिँ मलाई अवश्य पनि सुझाव सल्लाहहरू दिनु नै छ। यो समयलाई चाहिँ मैले एउटा चाहिँ बिम्बात्मक रूपमा चाहिँ यहाँ प्रस्तुत गर्न गइरहेको छु र यो मेरो कविता चाहिँ यो गद्य शैलीमा रहेको छ र बाँकी चाहिँ कविताबाटै अगाडि बढौँ है त। समय कहिले बेतोडले बहने खहरेको बाढीसरी, कहिले कलकल खोलाको मधुर धुनसरी, म त मेरो आफ्नै पारामा निरन्तर अविछिन्न अनवरत रूपमा बगि नै रहन्छु। तर मानिसले मलाई सेकेन्ड पला घडी समय भाग्य खै के हो के नामले पुकारिरहन्छन्। म कहिले ढिला भएँ रे, म कहिले छिटो भएँ रे, अनि कहिले त म पुगिनँ रे। कहिले म कसैको लागि भाग्य भएँ रे, कहिले म कसैको लागि दुर्भाग्य भएँ रे। खै के हो कहिले कसैको लागि सुसाइड भएँ त कहिले कसैको लागि कुसाइड पनि भएँ। तर म त उही हुँ, म त उस्तै छु। मेरो चाल त उस्तै छ, न कम न ढिला, न चाँडो न ढिला, न अगाडि न पछाडि। न मैले चाहेर नै मेरो चाल बदल्न सक्छु, न मैले चाहेर नै कसैको भाग्य बदल्न सक्छु। म त केवल एक साँची हुँ मानिसका राम्रा नराम्रा अवस्थाको। म त केवल एक साँची हुँ मानिसका राम्रा नराम्रा अवस्थाको। म त साँची हुँ यो युगको परिवर्तनको। म त साँची हुँ यो युगको परिवर्तनको। म हिजो पनि थिएँ, आज पनि छु र भोलि पनि